हेलो गाइस, आज फेरि पनि अर्को भिडियोमा है तपाईँलाई स्वागत जनाउँदै एउटा आज छोटो भ्लग बनाउनु गइरहेको छु है। आज चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो यहाँ एकजना प्यारो मेरो स्टाफ आज फेरल हो है। धेरै दुःख लागिरहेछ, तर पनि एउटा यादगारको लागि सानो एउटा भिडियो बनाउँदैछु। रुँदैन त्यसरी रुन्छ अहिले के भयो रुन्छ हौडामा जाने दिनमा ऊ चाहिँ जाँदैछ कतार है के कुवेत जाँदैछ। सबै भिजाहरू डल्लै आइसक्यो, अन्त अब टिकट मात्रै आउनु बाँकी छ हो। ठिकै छ, यत्रो दिनको जर्नी मजा आयो काम गर्नु, उता गएर पनि यसरी नै राम्रोसँगले काम गर्नु, सबैको प्यारो भएर काम गर्नु, बुझ्यो। नबिर्सिनु सरलाई कि बिर्सिन्छ गएर एक दुई दिनमा फेरि बिर्सिदिन्छ नि त फेरि। नरु अहिले ल ल कस्तो कस्तो भइरहेछ फिल चाहिँ आफ्नो आफ्नो फ्युचरको पनि कुरा हो त्यो होइन। हेर न साथीभाइ रुँदैछ लो के भनिदिनु पर्यो। मेरो टिमहरू है डल्लै हाम्रो सर पालासर स्टाफ र जति पनि साथीभाइहरूले है यो भिडियो हेर्नु भएको छ, दया गरेर फलो बटन चाहिँ ट्याक्कै चाहिँ हानिदिनुहोस् है। खोइ हामी पनि यसो पेमेन्ट आएर चाहिँ यसो फेसबुकतिर गरौँ भनेको छैन। सरको फर्स्ट पेमेन्ट आएर मुखबाङ च्यालेन्ज गरौँ भनेको चाहिँ आफै निकाल्नु हाम्रो केक हो है, सानो ल्याइदिएको किनभने हामी अहिले ढिलो भएर चाहिँ अलिक टिमहरू कम्ती छ हो, त्यही भएर बेस्ट विसेस। मजाको कसलाई चाहिँ त्यस्तो गर्नु भन त। लु के गर्नु अब खिचेकै लामो भयो त भिडियो त। अन्त राम्रो काम गर्नु, ठुलो मान्छे भएर आएको हेर्नु पाऊ। ठुलो मान्छे
ठुलो गन यहाँ टक्कै सुन्दा त्यहाँदेखि इजरायल गयो अरे भनेको सुन्दा झन् त्यहाँदेखि कति मनाउँछ होइन खोइ ल अब हल्का खदा कार्यक्रम हामी के छ भन्नु भन न होइन डान्स गर्नु पर्यो नि त्यो के हो त्यो के अरे र साथीभाइ है हामीले केही गिफ्ट दिएन भनेर लागिरहेको होला तपाईँहरूलाई है तर हामी गिफ्ट चाहिँ अलरेडी उसकै चोइसमा हामीले किन्नु भनेर चाहिँ हामीले उ गरिदिएको हो किनभने हामी यहाँबाट हामी के किनिदिला घरमा राख्ने खालको टाइप सामान किनिदिला अहिले उसलाई उता जाँदाखेरि उसकै चोइसले चाहिँ सामान किनोस् भनेर चाहिँ हामी नाइस नाइस गरिदिएको ल गुड हो सानो माया दार्जिलिङको लास्ट खदा ल ल राम्रो अपर्च्युनिटी पाएर गएको तिमी के बदमास गरेर गएको होइन होइन ला रेडी भयो हामी जस्तो बिछोडमा भइरहन्छ नि हामी जस्तो थोडी न 15 वर्ष राम्ररी गर्ने हो हाम्रो बेलामा कुवेत थिएन कि है धेरै मिस गर्छौ है अलिकति यसो अपर्च्युनिटी छ भने साथीहरूलाई पनि बोलाउनु यता भनौँ खोइ फोटो यस्तो गरिदिन्छ नि त केटाहरू खै लु त्यो अब तिमीहरूले पुरा त्यो टाइम लाउनु डोन्ट क्राई हुँदैन क्या यो चाहिँ एकदम राम्रो उयसको लागि यता हेर न अन्त रुँदै भए पनि यता हेर्दैन प्लिज लुक एट हियर गाइड जाऊ त भाइ कटन आँस्देऊ न
है